साथीहरू सुपरस्टार रणवीर सिंहलाई बलिउड इन्डस्ट्रीले ब्यान्ड गरिदिएको छ। डिसेम्बर 2025 मा डन 3 फिल्मको सुटिङ सुरु हुनेवाला थियो र सुटिङ सुरु हुनुभन्दा 3 हप्ता अगाडि म यो फिल्ममा काम गर्दैन भनेर रणवीर सिंह ब्याकआउट हुन्छन् र यही कारणले गर्दा फरहान अख्तर र एक्सल प्रोडक्सनलाई 40 देखि 50 करोडको घाटा लाग्छ। फरहान अख्तर FWICE यानि कि फेडरेसन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोइजमा जान्छन् र फेडरेसनले रणवीर सिंहलाई मिल्नको लागि 3 चोटि नोटिस पठाउँछ। तर जसरी तपाईको क्रसले तपाईलाई इग्नोर गर्छन् त्यसरी नै रणवीर सिंहले पनि त्यो नोटिसलाई इग्नोर गरिदिन्छन्। 3 चोटि नोटिस पठाउँदा पनि रणवीर सिंह मिल्न नगइसकेपछि फेडरेसनले रणवीर सिंहलाई अप्ठ्यारो हुने तरिकाले भन्छ या जबसम्म यो म्याटर सल्भ हुँदैन या फरहान अख्तरको एक केक नुक्सानको भरपाई हुँदैन तबसम्म तिमीलाई बलिउड इन्डस्ट्रीमा ब्यान्ड गरिनेछ। तपाईहरुलाई के लाग्छ एनर्जेटिक एक्टर रणवीर सिंहको धुरन्धर जस्तो ब्लकबस्टर मुभी पछि अरु मुभीहरु हेर्न पाइएला त? तर यसो कुरा बुझ्दाखेरि धुरन्धर मुभी पछि यिनको फ्यानहरुले यिनलाई एकदमै रुचाएका थिए र धुरन्धर मुभी पनि ब्लकबस्टर गइरहेको थियो र यो मुभी ब्लकबस्टर गएको देखेर केही मान्छेहरुलाई चित्त नबुझेपछि यिनलाई प्लानिङ गरेर बलिउड इन्डस्ट्रीबाट ब्यान्ड गरिएको भन्ने कुरा सोशल मिडियामा एकदमै फैलिएको छ। तपाईहरुलाई के लाग्छ कि साच्चै नै अब रणवीर सिंहलाई सिनेमामा देख्न पाइदैन त?